लेट्सको केटा आज राति पनि है 4वटा म्याच छन्। म 4वटा मध्ये 2टा म्याचको चाहिँ प्रेडिक्सन मिलाउन गइरहेको छु। लेट्सको कस्तो मिल्दो रहेछ कमेन्टमा भन्नु होला। र पहिलो कुरा गरौँ 10:45 हुने म्याच जर्मनी भर्सेस कुरासाओको म्याचको कुरा गरौँ। यो म्याच चाहिँ त्यति टप लेभलको हुने छैन किनभने जर्मनी ब्राजिल पछिको दोस्रो धेरै विश्वकप जित्ने टिम हो, जसले 4 पटक विश्वकप जितिसकेको टिम हो। र यो म्याच चाहिँ त्यति टप लेभलको हुने छैन। जर्मनीले इजी खालि यो म्याच जित्नेछ। मलाई लाग्छ कि जर्मनी 3-1 नत्र 3-0। मलाई लाग्छ 3-1 ले कुरासाओलाई हराउँछ। अर्को कुरा गरौँ एसियाली शक्ति भर्सेस युरोपेली दबाव, मतलब नेदरल्यान्ड भर्सेस जापानको म्याचको कुरा गरौँ। यो म्याच चाहिँ कुरा गर्ने हो भने नेदरल्यान्ड जापानभन्दा अलि बलियो टिम हो, तर पछिल्लो समय जापानले पनि एकदम राम्रो फुटबल खेलिरहेको छ। गेम हो, जे पनि हुनसक्छ है। मलाई लाग्छ कि यो म्याच चाहिँ जापानले जित्छ। जापानले 2-1 ले नेदरल्यान्डलाई हराउँछ। तपाईँलाई के लाग्छ कमेन्टमा भन्नु होला। र मेरो प्रेडिक्सन कतिको मिल्दो रहेछ यहाँ हेरिसकेपछि मेरो भिडियोमा चाहिँ कमेन्ट गर्नु होला। र मलाई सब्सक्राइब भने अवश्य गरिदिनु होला। र यस्तै भिडियोहरू म फेरि पनि लिएर आउनेछु।